सासूको गुनासो गाई जे गर्दा नि हुँदैन जे हेलो हेलो गाइज, देख्नु भएको छ होला मैले के खाइरहेको छु। हेलो हेलो, वेलकम टु माई ब्लग। मैले सेलरोटी बनाएको छु। देख्नु भएको छ गाइज, आज मैले सेल बनाएको छु। अनि मलाई चाहिँ सेल खाना चाहिँ अस्ति नैबाट मन लागिरहेको थियो, तर फेरि बनाएको थिएन। बाबु फेरि चकचक गरिरहेको छ नि त, अनि त्यही भएर सेल बनाउन सकिनँ। त्यही भएर आज चाहिँ जस्तो पर्ला जे पर्ला एक्लै भए पनि बनाइदिन्छु भनेर अनि बनाउन लगाएको थिएँ। अनि हेर्नु है, हाम्रो घर त्यस्तो भएको छ, चुहिएर क्या। अनि अब टिन फेर्ने भनेको थिएँ नि त, अनि यहाँबाट किचन पनि हटाइदिएको थिएँ। अनि पकाइरहेको छु। खाना त मैले ग्यासमै पकाउँछु, अनि यहाँ चाहिँ कहिले कसै मात्रै दाउरामा पकाउने हो। अनि त्यही पकाइरहेको छु। अनि त्यसपछि अनि आमाले चाहिँ छिटो पका भन्नुभयो। अनि अरू पनि काम छ, अनि गोबर पनि फाल्नु पर्छ नि त मैले। अनि के गर्नु गाइस, कान्छी बुहारी हो, त्यही भएर पकाउनै पर्छ। नपकाइने हुन्न, बुढाबुढीले खाना दिनु पऱ्यो। अनि मलाई पनि खाना मन लागिरहेको थियो, काम पनि गर्नै पऱ्यो। अनि पकाएर भ्याइसकेँ, अब गोबर पनि फाल्नु जानु पऱ्यो। अनि त्यसपछि अनि अरू चाहिँ खानुभयो आमा बुवाले। अनि अब मेरो बुढा चाहिँ काममा जानुभएको थियो, अनि त्यो मेरो बुढाको लागि चाहिँ मैले राखिदिएको। के गर्नु गाई, त्यस्तै छ। आफ्नो बुहारी जति काम गरे पनि देख्दिनन्। अरू बुहारी चाहिँ अलिकति काम गर्दा पनि हो, कति काम गरेको छ उसको बुहारीले, मेरो बुहारी त कामै गर्दैन। के गर्नु, मेरो बुहारी त अल्छी छ भन्ने सोच्छन्। जति काम गर्दा पनि हुन्न, खट्टै दिनभरि खटेर पनि हुँदैन।